नमस्कार दर्शकबिन, आजको यस इन नेपाल युट्युब च्यानलको भिडियोमा यहाँ सबैलाई स्वागत छ। नेपालमा पूर्व राजा ज्ञानेन्द्र शाहको आगमन भएसँगै राजावादीहरूले देशमा राजा चाहियो भन्दै नारा लगाउँदै गर्दा नेपाली राजनीतिका विभिन्न दलका नेताहरू मन्त्रीहरूले भने ज्ञानेन्द्र शाहलाई चेतावनी दिइरहेका छन्। ज्ञानेन्द्रले चकचक गरे, अब गाँस खोसिन सक्छ पूर्व मन्त्री पासवान। बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री विश्वेश्वर पासवानले पूर्व राजा ज्ञानेन्द्र शाहलाई सरकारले उपलब्ध गराउँदै आएको गाँस खोसिन सक्ने टिप्पणी गरेका छन्। गणतन्त्रले दिएको सुविधा उपभोग गरेर देशमा बस्ने सुविधा पाएका पूर्व राजाले पछिल्लो समय चकचकी गरेको उनले बताए। गणतन्त्रवादीहरूले मनमा नै राखेको कुरा बाहिर ल्याउँदैछन्। नयाँ तयारीको साथ एकीकृत भावना जोड्दै सार्वजनिक सभा गर्ने तयारी हुन सक्छ। ज्ञानेन्द्र शाह त्रासमा छन्, गाँस खोसिदेला भन्ने डरमा छन् पूर्व मन्त्री पासवानले भने। यसै गरी पूर्व राजा ज्ञानेन्द्रलाई नहैसिन गृहमन्त्रीको चेतावनी। गृहमन्त्री रमेश लेखकले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहैसिन चेतावनी दिएका छन्। उनले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहैसिन चेतावनी दिएका हुन्। केही मानिसहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेका छन्। त्यो भ्रमले पूर्व राजा हैसिन आवश्यक छैन, गृहमन्त्री लेखकले भने। जनताले आन्दोलन र क्रान्तिबाट फालिसकेको राजालाई पुनः फर्काउँछन् भनेर भ्रम नपाल्न उनले पूर्व राजालाई आग्रह गरे। उनले आन्दोलन र क्रान्तिबाट फालिएका राज संस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह समेत गरे। हाम्रो लोकतन्त्र यति उदास छ कि जनताले फालेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता उपभोग गरेर बसिरहेका छन्, उनले भने। गृहमन्त्री लेखकले यसलाई लोकतन्त्रको कमजोरीको रूपमा नलिन समेत पूर्व राजालाई चेतावनी दिए। हाम्रो लोकतन्त्र यति संयमित, यति उदार, यति परिष्कृत छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिरहेका छन्। यसलाई लोकतन्त्रको कमजोरीको रूपमा कसैले पनि नलियोस्, उनले भने। यसै गरी पूर्व राजालाई मन्त्रीको चेतावनी। अन्य देशमा भएको भए जेल हुन्थ्यो, उदारतालाई कमजोरी नठान्नुहोस्। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार अन्य देशमा भएको भए यति बेला जेलमा हुन्थे भन्ने टिप्पणी गरेका छन्। शुक्रबार मन्त्री परिषदको निर्णय सार्वजनिक गरेपछि बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। यो मुलुक त धेरै उदार लोकतन्त्र भएको मुलुक हो, मन्त्री गुरुङले भने। अरू मुलुक जस्तो भएको भए 30 वर्षसम्म, अझ भनौं 240 वर्षसम्म मुलुकलाई शोषण गर्ने, शासन गर्ने, जनतालाई दुःख दिने र त्यस्तो राज संस्था परिवार र त्यस्तो व्यक्तिलाई त्यो शासन प्रणाली उल्टिएर नयाँ व्यवस्था आइसकेपछि ती सबै जेलमा बस्नु पर्ने हो। तिनका सम्पत्ति राज्यले हरण गर्नु पर्ने हो। दुनियाँमा त्यही छ इतिहास भन्दै उनले प्रश्न गरे। तर नेपालमा पनि पूर्व राजा शाह र उनको परिवारलाई ससम्मान नागार्जुन दरबारमा राखेको उनले बताए। उनले भने सुरक्षाको प्रबन्ध गरेर हिजै राजा महाराजाहरूले समर प्यालेसका रूपमा स्थापना गरेको नागार्जुन दरबारमा राखेका छौ। यसरी उद्धार भएर सम्मान दिएर राख्ने व्यवस्थाप्रति कटाक्ष नगर्न पूर्व राजालाई मन्त्री गुरुङले चेतावनी दिए। त्यस्तो प्रबन्ध गर्न राजनीतिक दलहरूलाई कटाक्ष गर्दै म फेरि फर्कन्छु भनेर जुन खालका हरकत गरिरहेका छन् त्यो चाहिँ उनले आफ्नो हैसियत भुलेको हो। हामीले गरेको उद्धार प्रबन्धलाई उसले बिर्सेको हो, मन्त्री गुरुङले भने। उनले पूर्व राजाका पक्षमा सडकमा नारा लगाउनेहरूलाई पनि मूर्खता नदेखाउन आग्रह गरे। राजाले कसरी देश बचाउँछ? उनले भने आफ्नो ज्यानको रक्षा गर्न नसक्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र र आफ्नो परिवारको रक्षा गर्न नसक्ने त्यो राज संस्थाले देश बचाउने? आजको दिनमा सबै कानुन आफ्नो हातमा लिएको, जहाँ मेरिटोक्रेसीको कुनै गुन्जाइस नहुने र एउटा कुलमा जन्मिएकै कारण उनले 3 करोड जनता मध्ये सबैको योग्य मानेर त्यसको शासन हुने व्यवस्थाको कल्पना समेत गर्न नसकिने मन्त्री गुरुङले बताए। यस्तो वकालत गर्दै हिँड्नेहरू लोकतन्त्र मान्ने हुन् कि नमान्ने हुन्? साथीहरूलाई भन्न चाहन्छु, यस्तो मूर्खता नगर्नुहोस्, मन्त्री गुरुङले भने। यस लगत्तै राजावादीका कारण मुलुकमा खतरा र राजनीति अस्थिर भयो। सांसद राई। नेकपा एकीकृत समाजवादीकी सांसद जयन्ती देवी राईले राजावादी पक्षहरू कुर्लिरहेको कारण मुलुकमा खतरा र राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गरेकी छिन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले प्रतिगामीहरूले संविधान उल्लङ्घन गर्दै लोकतन्त्रमाथि धावा बोलिरहेको बताइन्। यति बेला फेरि प्रतिगामी तत्त्वहरू कुर्लिँदैछन् र आज संविधानको उल्लङ्घन गर्न खोजिरहेका छन्। हामीले वर्षौं संघर्ष गरेर ल्याएका उपलब्धिहरू फेरि खोज्न चाहँदैछन्। आज संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्, उनले भनिन्। आज हामीले संविधानबाट प्राप्त गरेका अधिकारहरू दिनदिनै कमजोर बन्दै गइरहेका छन्। हामीले मसानघाटमा पुर्याएको राजतन्त्र कुर्लिरहेको छ।
त्यसकारण खतरा र राजनीतिक अस्थिरता पैदा भइरहेको छ। हरेक ठाउँमा अनावश्यक नाराहरू गुन्जिरहेको छ। त्यसमा हामी सबै यसमा केन्द्रित हुनुपर्छ। हामीले प्राप्त गरेको उपलब्धिहरू नगुमाउन सजग बनौं र संविधान कार्यान्वयनमा अघि बढौं। उता भने पूर्व राजा शाहले वंश विनाश गरेको माओवादी सांसद शर्माको आरोप। राष्ट्रिय सभाका नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहले वंश विनाश गरेको आरोप लगाएका छन्। आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरिरहेको आरोप लगाएका हुन्। उनले विश्वका धेरै देशहरू मध्ये नेपालमा सबैभन्दा लामो समय लगाएर सबैभन्दा कठिन र चुनौतीपूर्ण सङ्घर्ष गरेर 250 वर्ष अघिदेखि जरा गरेर बसेको निरकुश सामन्तवाद राजतन्त्रको अन्त्य गरेका हौ। त्यो राजतन्त्र अन्त्य भइसकेपछि अहिले तथाकथित प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउन भन्दैछन्। संविधान विरोधी व्यवस्था विरोधी हरकत उनीहरूले गरिरहेका छन्। यो अराजकतालाई नियन्त्रण गर्न सरकारले किन सकिरहेको छैन? प्रतिपक्षको कुरा सरकारले किन सुनिरहेको छैन? देश बजेट ल्याउने अवस्था आइपुगेको छ।